मैले च्याट जिपिटीमा मैले के सर्च गर्दै थिएँ भन्दाखेरि मेरो प्रोभाबिलिटी कतिको छ मिलियन बन्ने चान्सेस कतिको छ भने मैले सर्च गरेँ होइन बेस्ड अपन माई करेन्ट सिचुएसन बेस्ड अपन माई एक्सन्स होइन मेरो सबै हालतहरू मैले पहिल्यै बताइसकेको थिएँ च्याट जिपिटीमा अनि त्यसको त्यो अनुसार चाहिँ चान्सेस छ पनि र छैन पनि किन छैन भन्दाखेरि मेरो डेली एक्सन्सहरूको एक्सन्स डिसिप्लिन कन्सिस्टेन्सी चाहिँ त्यस्तो खासै राम्रो छैन होइन त्यसको कारण चाहिँ यो पाराले त हुँदैन किनभनेदेखि म आफ्नो भिजा स्टार्टसमा पनि म रिस्कमा राखिरहेको छु अनि कन्सिस्टेन्ट नै भइरहेको छैन अनि मेरो प्रोग्रामिङहरू सबै थोकहरू मेरो स्किल लेभलदेखि लिएर सबै थोकहरू चाहिँ एकदम भेरी बिगिनर लेभलको छ सो त्यो कारणले चाहिँ मुस्किल छ तर नामुमकिन छैन तर के गर्नुपर्छ भन्दाखेरि आई हेभ टु बी डिसिप्लिन एभ्री सिङ्गल डे होइन आई हेभ टु वर्क हार्ड एन्ड द्याट विल बी पोसिबल बट नाउ अहिले चाहिँ भनेको मेरो भिजा मेन्टेन गर्नु पऱ्यो यो 3-4 महिनामा आई हेभ टु फोकस अन माई स्टडी द्याट इज द मेन थिङ to remain in US.